नमस्कार हजुरहरूलाई स्वागत छ मेरो नेक्स्ट भिडियोमा। आज पनि मैले हजुरहरू सामु ब्याक ह्यान्ड भिडियो लिएर उपस्थित भइसकेको छु र मैले चाहिँ यहाँ मुनि डिजाइन पनि बनाउन सुरु गरिसकेँ र हजुरहरूले चाहिँ मेहन्दी र पेपर लिएर रेडी हुनुहोला र हातमा लाउने सोचमा हुनुहुन्छ भने चाहिँ मेहन्दी र हात रेडी गरेर बस्नुहोला है। मैले यहाँनिर हजुरहरूलाई डिजाइन बनाएर देखाइरहेको छु र यो डिजाइन चाहिँ राम्रो पनि छ, सजिलो पनि छ। हजुरहरूले यसरी लाउन सक्नुहुनेछ। अहिले चाहिँ हजुरहरूले सायद डिजाइन देख्नु भएन होला है। अहिले चाहिँ म हजुरहरूलाई अलिक मजाले डिजाइन देखाउने नै छु। मैले यहाँनिर बनाएको डिजाइन चाहिँ साइडपट्टि भएर होला देख्नु भएन होला मजाले, तर हजुरहरूले हेरेर पनि बुझ्न सक्नुहुनेछ। मैले यसरी डिजाइन बनाइरहेको छु र यो डिजाइन चाहिँ हजुरहरूले यसरी बनाएर लाउन सक्नुहुनेछ र हजुरहरूलाई पहिला पेपरमा ट्राई गरेर चाहिँ लाउँछु भन्ने सोचमा हुनुहुन्छ भने पेपरमा बनाएर पनि लाउन सक्नुहुनेछ। मैले यहाँ बनाइरहेको छु डिजाइन। यहाँनिर चाहिँ यसरी मैले फ्लावर बनाएँ। अब यहाँबाट चाहिँ मैले यहाँनिर लामो एउटा लाइन ड्र गर्नेछु, त्यसबाट चाहिँ मैले लिप्स बनाउने छु। यहाँनिर यसरी लिप्स बनाएर नेक्स्ट साइडमा पनि यसरी नै लिप्स बनाउने छु। यसरी लिप्स बनाएर चाहिँ अब माथिबाट फेरि मैले लिप्स बनाउने नै छु। यसरी लिप्स बनाएर गर्नुहोला र यही डिजाइन सेम मैले मुनि पनि बनाएर देखाइरहेको छु। यसरी पहिला चाहिँ एउटा लाइन ड्र गर्ने, त्यसमा चाहिँ हामीले हो यसरी लिप्स ड्र गर्ने, यसरी लिप्स ड्र गर्ने र यो डिजाइन चाहिँ लगभग कम्प्लिट भयो। अब मैले नेक्स्ट अर्को साइडमा बनाउने छु। अब हो त्यहाँनिर मैले अर्को डिजाइन फेरि बनाउन लागेको छु। यसरी हामीले अर्को डिजाइन फेरि बनाउने यहाँनिर हो। अब चाहिँ हजुरहरूले मजाले देख्नुभयो होला मैले चाहिँ कसरी बनाएको थिएँ भनेर। सेम फ्लावर उता पनि त्यसरी नै बनाएको थिएँ यहाँ जसरी नै, र म चाहिँ यहाँ लिप्स बनाउने छुइनँ। अब मैले चाहिँ हो यहाँनिर डिजाइनमा चाहिँ लिप्स बनाउने छु। हो यसरी फ्लावर बनाएर सेम हो डिजाइन चाहिँ होइन। अब एउटामा चाहिँ मैले लिप्स बनाइनँ भने अर्कोमा चाहिँ मैले लिप्स बनाएर देखाउँछु। अब यहाँनिर फेरि लाइन तान्ने र हामीले यहाँनिर लिप्स बनाउने, यहाँबाट यसरी लिप्स बनाउने यसरी। अब मुनि पनि माथि भयो अनि यहाँ मुनि यसरी लिप्स बनाइदिनु होला र यहाँबाट यसरी। अब मैले चाहिँ यो चाहिँ यसरी यहाँनिर लिप्स बनाएको छु भने यहाँनिर फ्लावर बनाएको छु। यहाँनिर लिप्स होइन फ्लावर बनाएको छु। अब यहाँनिर चाहिँ मैले लिप्स ड्र गर्नेछु। मैले त्यसरी नै फर्स्टमा फ्लावर बनाएँ, त्यसलाई मैले लिप्स दिएर अलिकति डिजाइन बनाएँ भने बिचकोमा चाहिँ मैले फ्लावर मात्रै बनाएँ भने, अनि अर्कोमा चाहिँ मैले फ्लावर अनि लिप्सहरू हालेर डिजाइन बनाएँ भने त्यस पछाडि मैले फ्लावर मात्रै बनाएँ। अब यसमा लिप्स पनि बनाएँ। अब तपाईँहरूले चाहिँ हो यत्तिकै पनि यो डिजाइनलाई चाहिँ कम्प्लिट गर्न सक्नुहुनेछ। मैले चाहिँ यो साइडको फिङ्गरमा बनाएको डिजाइन नबनाइकन यत्तिकै पनि लाउन सक्नुहुनेछ। अब यसरी मैले बनाएको जसरी नै फिङ्गरहरूमा यस्तो डिजाइन दिएर पनि लाउन सक्नुहुनेछ। तर मलाई चाहिँ लाग्छ हो यसरी हामीले फिङ्गरहरूमा पनि डिजाइन दिएर लगायौँ भने चाहिँ राम्रो देख्छ, खाली देख्दैन राम्रो देख्छ। र हजुरहरूले चाहिँ मेरो युट्युब च्यानल कहाँबाट हेर्दै हुनुहुन्छ मेरो कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला र मेरो युट्युब च्यानललाई लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला साथीहरू। नेक्स्ट भिडियो लिएर उपस्थित हुने नै छु।